हाई एभ्रिवान, नमस्ते सबैजनालाई। आशा छ हजुरहरू सन्चै हुनुहुन्छ होला। आजको मेरो काम चाहिँ के रहेको छ ल हेर्नुहोस् है साथीहरू। आज चाहिँ म मकै गोड्दैछु साथीहरू। आजको मेरो काम चाहिँ मकै गोड्ने रहेको छ। साथीहरू पानी नपरेर यस्तो गर्मी भएको छ नि, यस्तो गर्मी छ। त्यही माथि यो पानी नपरेको भएर होला यो मकै गोड्न पनि एकदम गाह्रो भइरहेछ। साह्रो न साह्रो भएको छ माटो पनि। साथीहरू एकदम गाह्रो भयो मलाई मकै गोड्नको लागि। अनि म चाहिँ मकै गोड्दैछु। मकै गोडेर भ्याएर म चाहिँ लागेँ बारीमा, मकै बारीमा बोडी टिप्न आजको तरकारीको लागि। हेर्नुहोस् हाम्रो हल्का हल्का बोडी फल्लिरहेको छ, त्यही टिप्दैछु म चाहिँ। त्यसपछि म बोडी टिप्दैछु। मैले चाहिँ फर्सीको मन्टा पनि टिपेँ साथीहरू। फर्सीको मन्टा र अनि बोडी बनाउँदैछु आजको तरकारीमा मैले। अनि म चाहिँ तरकारी टिपेर आएँ घरतिर साथीहरू। घरमा आएँ। अब चाहिँ म तरकारी केलाउँछु साथीहरू। म चाहिँ बोडी भाज्दैछु। फर्सीको मन्टा पनि धेरै भएको रहन्छ, हिजो खाएको, त्यही भएर धेरै भएको रहन्छ। त्यसैले थोरै सबै बोडी त्यसपछि साग मिसाएर चाहिँ म बनाउँदैछु साथीहरू। मैले चाहिँ साग बोडी बनाएर भ्याएँ साथीहरू। अब चाहिँ म पकाउन सुरु गर्दैछु साथीहरू। अब चाहिँ म साग हालेर यसलाई पकाउँछु। त्यसपछि मैले मजाले साग पकाउँछु। साग पनि रेडी भयो साथीहरू। आजको ब्लग चाहिँ यति नै साथीहरू। भेटौँला अर्को ब्लगमा। बाई।